नै झगडा। यो कथा हो एउटा सानो गाउँको घरको। त्यो घरमा सासू सुलोचना र उनका श्रीमान बस्दथे। घरमा 3 बुहारी शालिनी, रीति र मीना बस्दै थिए। तर उनीहरूले कहिल्यै मिलेर काम गर्दैनथे। भान्सामा 3 अलग चुलो थिए। गर्मीको दिन थियो, भान्सा झन् तातो। मेरो ग्यास चुलो कसैले प्रयोग नगर्नु, शालिनी भन्छिन्। रीति, यो स्टोभ चलाउन पनि कति गाह्रो। मीना, धुवाँले सास लिन गाह्रो भयो। शालिनी, मेरो चुलो नछुनु। रीति, तिमीलाई मात्रै सुविधा चाहिन्छ? मीना, म मात्रै किन दुःख सहनु पर्छ? भान्सा झगडाले भरियो। सुलोचना, यो घर त भट्टी जस्तै भयो। एक दिन छिमेकी दम्पति निम्तो लिएर आए। छिमेकी महिला, नमस्ते, हामी बिहेको निम्तो दिन आएका हौँ। भान्सामा प्रवेश गर्दा उनीहरूले 3 चुलो देखे। छिमेकी महिला, एउटै घरमा 3 चुलो? छिमेकी पुरुष, यस्तो घरमा त एकता हुँदैन। छिमेकीहरू हाँस्दै बाहिरिए। 3 बुहारी। सुलोचना, बस, अब धेरै भयो। सुलोचना, तिमीहरू पढे लेखेका छौ, तर सानो कुरा पनि मिलेर गर्न सक्दैनौ। 3 चुलोले घरको पैसा पनि सकिन्छ र गर्मी बढ्छ। तीनै बुहारी आफ्नो गल्ती महसुस गरे। शालिनी, हामीले यस्तो झगडा गर्नु गलत हो। रीति, अबदेखि हामी मिलेर काम गर्छौँ। मीना, परिवारको लागि। अर्को दिन उनीहरूले एउटै चुलोमा खाना पकाउन सुरु गरे। शालिनी, म बच्चाहरूलाई ट्युसन पढाउँछु। रीति, म कम्प्युटर क्लास खोल्छु। मीना, म साइबर क्याफे खोल्छु। बच्चाहरू ट्युसन पढ्न आउँछन्। कम्प्युटर क्लास विद्यार्थीहरू सिकिरहेका छन्। साइबर क्याफेमा गाउँले फर्म भर्दैछन्। दिनहरू बित्दै गए। 3 महिनापछि उनीहरूको मेहनतले आम्दानी गर्न थाल्यो। आज म तिमीहरूमा गर्व गर्छु, सुलोचना भनिन्। घरमा एसी जडान भयो। पुरानो भान्सा आधुनिक किचनमा बदलियो। शालिनी, अब खाना पकाउन मजा लाग्छ। रीति, घर पनि सुन्दर देखिन्छ। मीना, राम्रोसँग सबै काम मिलाएर गर्न सकिन्छ। भान्सा शान्त र खुसी भयो। सुलोचना, अनि घर अब सुरक्षित र आरामदायी भयो।